शहरमा बस्नेहरूलाई केही फरक पर्दैन, किनभने उनीहरूको कामै त्यही गर्नुपर्छ, हिँड्नै पर्छ दिनभरि, यताउता घुम्नै पर्छ। उनीहरूलाई चाहियो लाइसेन्स, अनिवार्य छ, हरेक पेपर चाहियो। तर जुन मान्छे 2 दिनमा 3 दिनमा 4 दिनमा एकचोटि निस्किन्छ आफ्नो बजारतिर अनि यताउता चौराहामा घुम्नको लागि, उनीहरू चाहिँ के गर्छन्? गरिबहरू चाहिँ के गर्छन्? जोसँग पैसा छैन उसले कसरी निकाल्छ लाइसेन्स? त्यही भएर अलि सोच विचार गरेर अलि गरिबको लागि, किसानको लागि पनि सोच्नुपर्छ। किनभने किसान पनि आफ्नो ट्र्याक्टरहरू, मसिनहरू राख्छ, सिजनमा निकाल्छ त्यो आफ्नो ट्र्याक्टरहरू। अब यो सिजनमा 4 महिना 5 महिनापछि एकचोटि निकाल्यो भने आफ्नो गाडी, त्यो ल ट्राफिक प्रहरीले समात्यो, अब उसले पनि भर्छ। अब 10-15 हजार त्यो भर्यो अनि त्यसपछि मालिकसँग लाइसेन्स नै हुँदैन। अनि कसरी एक दिनको लागि निकाल्ने ट्र्याक्टर? यदि सर्भिसको लागि ट्र्याक्टर गइरहेछ एक दिनको लागि बाहिर रोडमा, कर त सालभरि तिरिरहेछौँ हामी। कर तिरेर पनि ट्र्याक्टर एक दिनको लागि रोडमा निस्क्यो भने त्यसको पनि 10,000 15,000 रुपियाँ कसरी तिर्ने? कहाँबाट त्यसको प्रफिट आउँछ? कसले भर्छ? त्यो पनि सोच्नुपर्छ। किनभने किसान मान्छे त्यही 10-15 हजारमै आफ्नो काम गरिहाल्छ, खेतीपाती गरिहाल्छ। त्यो 10-15 हजार सरकारलाई बुझायो भने, ट्राफिक प्रहरीलाई बुझायो भने कहाँ के गर्छ? त्यो के किन्छ? त्यो मल किन्छ कि त्यसबाट ट्र्याक्टरको भाडा किराया दिन्छ? के गर्छ त्यो मान्छे, किसान मान्छे? त्यो पनि अलि सोच्नुपर्छ, अलि सोच विचार गरेर अनि त्यसपछि राख्नु होला कति के छ भनेर। किनभने हामी हेरिरहेछौँ रोडमा निस्केपछि प्रहरी, ट्राफिक प्रहरी कति परेशान गर्छ, हामीलाई थाहा छ। त्यही भएर अलि सोच विचार गरेर, अलि गरिबको पनि ख्याल गरेर अनि त्यसपछि नियम कानुन बनाउनु होला। किनभने यो देशमा गरिबहरू पनि बस्छन्, न कि खालि अमीर मान्छे बस्ने गर्छन्। सबैजना शहरमा बस्ने गर्दैनन्, किसान पनि छन्, गाउँमा बस्ने मान्छे पनि छन्। तिनीहरूको पनि ख्याल गर्नु होला। धन्यवाद।